कोक मात्रै मगाइदिएको छ सुरुदेखि बोल्नु त फेरि सो यिनीले चाहिँ मलाई हेरेर कोक मात्रै मगाइदिएको छ तपाईँ अनि केही खानु मिल्दैन मिल्दैन नि त त्यो हाम्रो दाइले त यस्तो कुकुर मगिहाल्दैन के भन्छ हाम्रो दाइले त्यस्तो बियर चाहिँ केही खानुहुन्न कोक मात्रै खाइसिन्छ हाम्रो दाइ गुड हुइसिन्छ अयो अनि मजा छ जोइसाको जान्छ भिडियो गरे अब आफै हाँस्नुहुन्छ धेरै आज जोइसाले तपाईँहरू यताको भ्यू हेर्नु सक्नुहुन्छ त्यतिर चाहिँ बगाल छ है अनि यहाँदेखि कत्रा देखिन्छ यो चाहिँ वा तपाईँहरूले देख्ने चाहिँ यो चाहिँ उता के भन्छ कुपन्डलदेखि आएको हो अनि बर्थडे गर्ल त्यहाँ छ अब सो धेरै मस्किँदैछ औ जोइसा बर्थडे बहिनी चाहिँ त्यहाँ छ होइन अब सायद भ्लग बन्छ होला मेरो यहाँ तँ चाहिँ किन नखरा बाहिर तेरो बर्थडे हो मैले पोज गर्न नपाउनु बर्थडे त हो अनि भिडियो बनाइदिनु है मेरो बहिनीले जिन्दगीमा पहिलोचोटि केक बाले जस्तो बाल्दैछ क्यान्डल पनि ह्याप्पी बर्थडे भन्नु एकछिन न हो भन्ने खै झुरुरुरु पनि छैन ह्याप्पी बर्थडे यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर अमिसा ह्याप्पी बर्थडे टु यु अलि हाँस्न सो हाम्रो चाहिँ आफै हाम्रो फ्यामिली मात्रै लाइक हामीलाई चाहिँ यो ठाउँ एकदम चिल लाग्यो त्यही भएर पनि आएको हो अनि यता बाहिर पनि बबाल छ यतातिर पनि सुजु तिम्रो बर्थडे नि यहीँ मनाउनु पर्ने लाग्दैछ हो मेरो त यसपालि बर्थडे नै छैन 31 गर्दै नै छैन कसरी मनाउनु ल तपाईँको चाहिँ भनौँ न भैँसी काट्दैछ बर्थडे भेट ल खोइ काटेको चाहिँ हेर्नु पर्दै भनेन त खै ह्याप्पी भनेको भनेकै ल पहिला जोइलाई हो पहिला जोइलाई भन पहिला नाना यसरी म त तिमीलाई दिन्छ अनि देऊ ल मलाई एकदम रमाइलो भइरहेछ आज त बिना प्लानिङ पो आयो त हौ फेरि है उता के भएको अब त खा जुठो पो खानुपर्छ त अनि पो माया गर्छ त सो तपाईँहरू यताको भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ होइन एकदम बबाल छ थ्याङ्क यू सानोमा आमाले भात खुवाइहाल्यो सो नाच्नु मिल्छ भनेर आएको झन् कम्मर बसिरहेको बस्छु न सो अनि तपाईँहरू यताको भ्यू हेर्नु सक्नुहुन्छ त्यतिर चाहिँ बगाल छ है अनि यहाँदेखि कत्रा देखिन्छ यो चाहिँ वा तपाईँहरूले देख्ने चाहिँ यो चाहिँ उता के भन्छ कुपन्डलदेखि आएको हो अनि यता चाहिँ रङ्गशाला छ यहाँ चाहिँ अनि हामी चाहिँ अब बहिनीको बर्थडे आज यति मजाले मलाई त थाहा नै छैन त्यति मजाले प्लानिङ हो यतातिर तपाईँले हेर्नु सक्नुहुन्छ काठमाडौँ लाग्यो वान यतातिर रङ्गशाला छ हेर्नु सक्नुहुन्छ बगाल छ तिनीहरूले मलाई फोटो खिच्दै भन्दै थियो म यता आइदिएको क्या
सो कसको फोटो खिच्नु पर्ने अरे म त यता आएँ त भात यही खानु यही खाएर अगाउने एउटा चाहिँ मागको छ्या तेरो त ओभर मेकअप देखिरहेको छ है ममताको चाहिँ यसको चाहिँ बरु त्यति छैन यसको पनि रहेछ मेरो त झन् छैन नि मैले घरे तिमीहरूले 2-2 लाखको स्किन केयर गरेको के हो अर्थ र मेरै छ अरे अनि यहाँ चाहिँ एकदम कस्तो लाग्यो ठाउँ त चिल छ है कस्तो पिसफुल छ पिसफुल छ है तर यहाँ त खासमा गर्लफ्रेन्ड बोयफ्रेन्ड मात्रै आएर बस्नुपर्ने ठाउँ रहेछ डेटको लागि रहेछ यो दुईजनालाई छाडा राखेर जम्ला हामी हो अमिसा अनि तेरो बर्थडे त के भन्छ खतरा ठाउँमा सेलिब्रेट गरियो त हौ मैले सोचेको थिइनँ होइन म त अहिलेसम्म कति वर्ष भएँ मेरो बर्थडे नै गरेको छैन सो अनि यिनीहरू चाहिँ नकल पार्दैछ त्यहाँ ममता के भन्नु हौ दाइको ब्लगमा के खानु सुरुमा खानु क्या हतार तर केकको ऊ नराम्रो नि केक चाहिँ राम्रो छ है केक चाहिँ मिठो छ सो गुड यार त्यतिको मिठो डिजाइन नबनायो भने बट डिजाइन चाहिएन नि त टेस्ट हुनु पऱ्यो अलिक मसिन अलिक मस्क त तिमी बुनु दुईटालाई मात्रै त भन्छु नि म उता त डक्टर हो नि त एजे हो नि त अब तँ पनि सेन्चे त हो तर सुजन दाइको बहिनी आउनुहुन्छ सो यो फुल चाहिँ मैले बुनलाई दिएको भन्दा त गफै हुन्छ होला यिनीहरूले फोटो खिच्न आफै किनेको है मतलब जहिले दिएको होइन जहिले दिएको के देऊ न अनि यो लगिदिने आजको भ्लग चाहिँ लामो हुनेवाला छ जे जस्तो होइन लामो त होइन जेस नहाँस नहाँस कमेडी गर्दैछ है यहाँ यिनीहरू यहाँ कमेडी गर्दैछ त्यो ऊ सुगर हो क्या झुठो खायो माया बढ्छ कोक मात्रै मगाइदिएको सुरुदेखि बोल्नु त फेरि सो यिनीहरूले चाहिँ मलाई हेरेर कोक मात्रै मगाइदिएको छ तपाईँ अनि केही खानु मिल्दैन मिल्दैन नि त त्यो हाम्रो दाइले त यस्तो के भन्छ हाम्रो दाइले त्यस्तो बियर चाहिँ केही खानुहुन्न कोक मात्रै खाइसिन्छ हाम्रो दाइ गुड हुइसिन्छ आयो अनि मजा छ जोइसाको जान्छ भिडियो गरे अब आफै हाँस्नुहुन्छ धेरै आज जोइले अलिक सो अहिले चाहिँ हामी अब बर्थडे सडे मनाइसकेर पनि जाने तर्फरमा छौँ आफै खुसी यिनीहरूको चटकै धेरै भयो चटक धेरै भयो अनि मलाई चाहिँ कपिराइट हान्छ ल ब्याकमा म्युजिक बजिरहेको छ सो अमिसा चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स गर्दै होइन त्यतिकै भनेको कस्तो लागिरहेछ ओइ अमी यता हेर सो हामी चाहिँ अब यहाँ आइसकेका छौँ होइन अनि बहिनीको बर्थडेहरू पनि सक्यो अनि एकदम रमाइलो गऱ्यौँ हामी चाहिँ अनि बाइक त यता तल छ हाम्रो ओ कस्तो भयो बर्थडे गाइज वा तिमी धेरै हाँस्यो आइलो टेक इट अनि
हामी चाहिँ अब ल खोलिदिनु न बाइकतर्फ लाग्दैछौँ 98 18 98 18 39 यो दुईटा नाच त ल म स्याड गीतमा मा? तेरे लिए सो हामी चाहिँ अब बाहिर निस्किरहेको यसो छौँ भन्नु न अचानक यहाँ बाहिर एउटा परी निस्क्यो भन्नु न अचानक यहाँ एउटा बाहिर परी अरे कि आकाशको परी आकाशको परी धरतीमा झरी साँच्ची अगाडि गएर हेर्दा त म त तर्सेर झन्डै मरी उसको बहिनीलाई खिचाएको त कति हाँसेको यो तपाईँले अनि मलाई मजा आयो नि त सो हामी कसले मुत्यो यहाँ मुतिरहेछ है ए होइन पानी पो रहेछ जाडो त ओभर बबल जाडो रहेछ सो गर्नु भइरहेको थियो यो केटाकेटीहरू कता गयो अब सो अहिले चाहिँ लुगाएर म फर्किँदैछु बहिनीहरूको के भन्छ बर्थडे बहिनीको बर्थडे मनाएर अनि बहिनीहरूलाई रुममा पुऱ्याइराखेर हामी चाहिँ अहिले दरबारमा सो रातिको नाइट चाहिँ तपाईँहरू रातिको भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ बबाल छ अनि चाहिँ फर्किरहेको छ यस रमाइलो भयो होइन होला रमाइलो भयो अनि हामी चाहिँ अब फर्किँदैछौँ फर्किनुपर्ने हुन्छ लुगाको अझै काम छ जोइ भन्नु कि लुगा भन्नु अनि यस्तै हो तपाईँहरू घरमा हिँडिरहेको छौँ चाहिँ राति त मापा चाहिँ पनि पर्छ होला तर हामीले केही खानु मापा चाहिँ परे पनि थाहा छैन है सो अहिले चाहिँ अब हामी ठक्क घर पनि आइसक्यौँ हाम्रो बसन्तीलाई यहाँ थन्काउनु पर्नेछ अनि अब हामी अर्को भ्लगमा भेट्ने बाचा गर्दै बुम